भगवान श्रीकृष्णको अवतार लिनु कौशल शिशुपालको ढल्कनी सकेपछि नवौँ अवतार भएर भगवान बुद्धको रूपमा हाम्रै नेपाल देशको लुम्बिनी चक्रमा जन्म लिइसकेपछि नारायण भन्छु मेष ईशा वैशाख शुक्ल पक्ष पूर्णिमाको तिथिमा जन्म भएको वैशाख शुक्ल पक्ष पूर्णिमाकै तिथिमा ज्ञान पाउनु भएको वैशाख शुक्ल पक्ष पूर्णिमाकै दिनमा उहाँको देहावर्ष मतलब सोधाम जानु भएको तपाईँ हाम्रो मरण हुन्छ उहाँको मरण होइन उहाँ सोधाम जानु भएको चन्द्रबाबु नारायणको सान्निध्यमा बसिरहनु भएको तत्पश्चात दशौँ अवतार फल्की प्रार्थना हुने कुरा बाँकी छँदैछ आजभन्दा अगाडि 27 चक्र सकेको 27 चक्रमा अहिले 28औँ चक्रमा बौद्ध अवतार वैवस्वत मन्वन्तरे वैवस्वत मनुको पालो भएको प्रहलादको अधिपत्य रहेको यो संसारमा सबैतिरबाट शान्ति जगतमा फैलाउनको निमित्तमा नारायण सबैमा ज्ञानी दत्तनहरूमा जति जति बुझाइ हुन्छ जति विद्यालयहरू कमजोर हुनेहरूमा बुझाइको कम हुने अहिले मात्रै होइन त्यति बेला पनि थियो अहिलेका पापी जन त्यति बेलाका दैत्य र दानव हुन् अहिलेका धर्मात्मा जन त्यति बेलाका देवी र भगवान हुन् यसरी सम्झँदै गर्दाखेरि स्मरण गर्दाखेरि भगवान बुद्धलाई गाली तथा गर्ने पनि व्यक्तिहरू त्यति बेला पनि रहेका सारा सम्पूर्णलाई आफूले ग्रहण गरिकन शान्ति कामनाको निमित्तमा नारायण राम अघि बढ्दैछन्
मैले अघि यहाँ भनेको थिएँ मेरा भाइलाई पहिला म सहयोग हुनुहुन्थ्यो भाइ गराउनु मलाई चाहिँ गाह्रो भयो मैले जमाना पुगेर धेरै भजन कीर्तनमा हिँड्नु भएको चाहिँ अवजहरू देखाएको छु दाजुभाइ दिदीबहिनी देखाएको छु अहिले हामीले साङ्गेसँग कुमारले एउटा कार्यक्रम गर्न लागेको छ यो कार्यक्रममा मैले पहिला बुझिनँ छु तैपनि त्यसको आवश्यक रहेछ किनभने मैले समावेशी बनाउन खोजेको जुन मैले अघि पनि भने यो हाम्रो चाहिँ गुम्बामा प्रवचन दिनको लागि हामीले समावेशी बनाउनको लागि भनेर योगेन्द्र तिमल सिन्हाजीलाई हामीले हिजो र अस्ति आज र हिजो प्रवचन दिनको लागि उहाँहरूले 3 दिन लागि भनेको उहाँले फुर्सद पाउनु भएन 2 दिन लागि हामीले बोलाएको हामीले गुरुमा पनि बोलाएको छौँ भोलि उहाँले जस्तै राम्रै खालको प्रवचन दिनुहुन्छ रिजित दोचे गुरुङ भोलि आउँदै हुनुहुन्छ अस्ति पहिलो दिनमा हामीले तामाङले नै तपाईँको चाहिँ प्रवचन दिनुभयो गर्दै जाँदा बेलुका सधैँ यो कमाने पेमा मात्रै बजार किन बस्ने हाम्रो यहाँ यत्रो बेलामा सबैजना धेरै चाहिँ भजन कीर्तनमा चाहिँ दाइबेला दिदीबहिनी हुनुहुन्छ भनेर मैले यसमा पहिला जमुनापुरमा मैले धेरै जस्तो देखेँ अनि मैले लिएर फोन गरेँ दाइ तपाईँ एकपल्ट तेज प्रसाद आर्यजीलाई फोन गराउनु भन्नुभयो उहाँ जागिरमा मैले हिँडेर फोन गरेको सबैजना आज बेलुकै ल्याइदिनु भनेको तैपनि अब भन्ने बित्तिकै त कहिले के गर्न सक्छ तैपनि उहाँले धेरै प्रयास गर्नुभयो उहाँको जागिर शिक्षामा के काम गर्नुपर्ने मलाई थाहा छैन धेरै प्रयास गर्नु उहाँले अनि मलाई बेलुका फेरि भोलिको लागि चाहिँ हामी जसरी नआउँछौँ भन्नुभयो अनि त्यस कारणले गर्दाखेरि आज 7 बजेको समय दिनुभयो 6 बजी उहाँहरू आउनुभयो त्यस कारणले गर्दाखेरि मैले यहाँहरू भन्न खोजेको कुरा यो हामी के बौद्धिस्ट के हिन्दू को तामाङ को बाहुन को गुरुङ को मगर भनेर विभिन्न सबै ठाउँमा चाहिँ पूर्ण नगरौँ यति राम्रो यहाँले सद्भाव राखेर आज आउनुभयो परमानन्द रूपमा कीर्तन समाज पूर्वी क्षेत्रबाट विशेष गरेर यहाँ चाहिँ हामीप्रति देखाउनु भएको सहानुभूतिप्रति हामी गुम्बा समाज तमाङ समाज गुम्बाको व्यवस्थापन समिति तमाङ समाज हामी यहाँहरूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ त्यस कारणले गर्दाखेरि जुन यहाँहरू आएर हाम्रो पनि भोलिसम्म हामी कार्यक्रम गर्छौँ यहाँ एकदमै उत्साहित भएर धेरैजना हलमा नगरेर बाहिर बसिरहनु भएको छ यसै गरी फेरि मैले भन्दै जाँदाखेरि पटेल बहिनीको कुरा गर्दाखेरि म भोलि आउँछु भन्नुभयो यसरी भर्खरै त्यसले गर्दाखेरि हाम्रो अलिकति कतै कमिजोर पनि भयो होला के भने पहिलोपल्ट गर्दाखेरि कार्यक्रम पहिलोपल्ट कार्यक्रम गर्दाखेरि यहाँ धेरै धेरै गरिसक्नुपर्छ धेरै ठाउँमा चाहिँ यस्तो कार्यक्रम गरिसक्नुपर्छ श्रीमद् भागवत कार्यक्रम धेरै ठाउँमा राख्नुपर्छ म पनि धेरै ठाउँमा गर्छु तर हामी काम गर्नु पहिलोपल्ट यहाँलाई म एउटा के भन्न चाहन्छु भने चितवन जिल्लामा धेरै गुरुहरू आएर प्रवचन दिनुभयो हाम्रो बुद्ध धर्म सङ्घमा यो चितवनमा सबभन्दा पहिला सबैभन्दा ठुलो कार्यक्रम चाहिँ हाम्रो गाउँमा भएको त्यस कारणले गर्दाखेरि हामीले पहिलोपल्ट कार्यक्रम गर्ने बेलामा अलिकति हाम्रो परिवर्तन भए पनि यहाँबाट एक वचन मैले एकपल्ट मैले फोन गर्दाखेरि मैले समिति साथीसँग सल्लाह पनि गरेको थिएँ अझ धेरै अलिकति मात्र केही साथीहरू मात्रै हामी बस्न पाएनौँ केही साथीहरूले सल्लाह गरेर त्यो समावेशी भने तर भजन कीर्तन हाम्रो गुम्बामा भयो के भन्दाखेरि हामी अस्तिदेखि नै प्रयास गर्दा गर्दा हिजो बिहान भाइले चाहिँ मसँग भन्नुभयो आज चाहिँ भन्ने भोलि म जसरी भए पनि तेज प्रसाद आर्यसँग मैले पहिले उहाँसँग सम्पर्क गरेको उहाँले भन्नुभयो एकदमै मलाई खुसी लागेको थियो र मैले हिजो पनि यहाँ आज हाम्रो गुम्बामा भजन कीर्तन हुन्छ भनेर हिजो धेरै साथीहरू मैले फर्काउनु परेको
आज चाहिँ मैले दिउँसो पनि यही मनबाट आज चाहिँ हाम्रो भजन कीर्तन हुन्छ है भनिसकेपछि धेरै साथी हुनुभयो। अहिले हलमा नअटिकन खचाखच भएर त्यस धेरै साथीहरू आउनुभएको के भजन गराउनुभएको छ। यहाँहरूको भजन कीर्तनको लागि विशेष गरेर परमानन्द रूपमा कीर्तन समाजको दलको साथीहरूलाई मैले यो अब मैले मुख्य मात्रै भनेको होइन, यो मैले वर्णन गर्ने साथी लाग्दैन। यहाँहरू पहिलोचोटि आएर आज यति उत्साहित बनाइदिनु भयो। त्यस कारणले गर्दाखेरि यहाँहरू हामी सधैँ सम्झिने छौँ। आज मात्रै होइन, यस्तो खालको कार्यक्रम हामी सधैँ गुम्बामा बस्ने विषयमा छौँ। उत्साहित म लगायत हाम्रो चाहिँ गुम्बा परिवार अत्यन्तै उत्साहित भएको छ। हाम्रो तर्फबाट अत्यन्तै उत्साहित भएको छ। त्यस कारणले गर्दाखेरि यहाँहरूलाई विशेष धन्यवाद दिँदै यहाँहरूको कार्यक्रम अगाडि बढाइदिनु यहाँहरूसँग अनुरोध गर्दछु। मलाई त लाग्थ्यो हामीले यहाँलाई बोलाएर यहाँ ल्याइसकेपछि हामीले यहाँहरूको सहयोग पर्छ भन्ने हाम्रो मनमा लागेको थियो। त्योभन्दा पनि यहाँहरूले परमानन्द रूपमा कीर्तन समाज पूर्वी क्षेत्रको तर्फबाट हाम्रो जुन यो अहिले चलिरहेको यो कार्यक्रमको लागि हामीले सहयोग गर्नुपर्ने ठाउँमा परमानन्द रूपमा कीर्तन समाज पूर्वी चिन्तनका यहाँ जति पनि अध्यक्ष लगायत सम्पूर्ण साथीहरू आउनुभएको छ र अन्य गुरुहरू पनि आउनुभएको छ। उहाँहरूबाट हामीलाई मैले भने हामीले दिनुपर्ने ठाउँमा उहाँहरूले 5,500 रुपियाँ यो गुम्बाको लागि भनेर उहाँहरूले सहयोग गर्नुभएको छ। त्यस कारणले सहयोग गर्नुभएकोमा जोरदार तालीले यहाँहरूलाई स्वागत गर्नु। मैले यति भन्दै फेरि अब यहाँ
घर जानुपर्ने बानी छ। तर मलाई लाग्यो आज पहिलो दिन यहाँले यति राम्रो कार्यक्रम गर्नुभयो, मैले देखाएको छु। 9 बजीसक्यो घर जानुपर्छ। जमनापुरदेखि पिपादेखि जमनापुर हुँदै स्पाइनसम्मको यहाँले सबैजना देखिरहेको छु। म 54 सालदेखि यहाँको साथी यो गरेर जानुपर्ने यहाँ सबैजना गरेर देखिरहेको छु। त्यस कारणले गर्दाखेरि यहाँको सबैजना भएर आज अहिले धेरै यो कार्यक्रममा यहाँ सबै आवाज चाहन्छु। अरूको के भन्न चाहन्छु भने तपाईँहरू सबैजना घर जानु छ, तर रातभरि तपाईँले अहिले आउनुभएको होला रातभरि बुझिरहेको छ किनभने यति राम्रो पहिलो दिन हाम्रो तामाङ सबैभन्दा पहिलो दिन परमानन्द रूपमा आएर यो गुम्बामा पहिलोपल्ट तपाईँहरू मलाई राष्ट्रको भागीदारी हो। मेरो लागि चाहिँ हामी पनि एकदमै भागीदारी हो। तपाईँहरू आएर पहिलो दिन तपाईँको पहिलो गुम्बामा आएर पहिलोपल्ट पर्ने यो गुम्बामा यो भजन आउनुभयो। त्यसपछि मैले सबै चिनेको पिछाडिदेखि जन्मपुर हुँदै गाईघाटको सबै हामीले भारतमा सबैजना राईहरू आउनुभयो। त्यसरी मात्र नै भाइ मैले यहाँ वर्णन गर्न सक्दैन। यो वर्णन कुनै बेला फेरि मैले गर्छु किनभने भागीदारी म पनि भागीदारी। त्यस हामीले एकपल्ट मैले यहाँ विशेष गुम्बा समिति तमाम समाज यहाँ सम्पूर्ण जीवनवासीहरूबाट यहाँ विशेष आभार व्यक्त गर्दै भएको दिनहरू पनि यहाँहरूले यसरी सम्झिनुहुन्छ भन्ने आशा लिँदै म यहाँहरूलाई विशेष धन्यवाद दिन चाहन्छु। यहाँलाई विशेष धन्यवाद दिँदै आज यो कार्यक्रममा म पनि बिदा हुन चाहन्छु। धन्यवाद, नमस्कार।